आजको हाम्रो यात्रा चाहिँ सुपथुरीसम्म रहेको छ र आज पार्ट 4 रहेको छ। आज अन्तिम पार्ट रहेको छ अनि आजको यात्रामा चाहिँ धेरै पानी-सानी परेको पनि थियो र बिचमा अलिकति बाइक साइक रोक्नु पनि परेको थियो। बाटो त राम्रै रहेछ, अलिकति सानो रहेछ बाटो, साँघुरो रहेछ। जङ्गलको बाटोमा धेरै नै रमाइलो पनि भएको थियो र मलाई चाहिँ सिधा बाटोभन्दा अलिकति घमाउरो यताउतिमा धेरै राम्रो पनि लाग्छ। सिधा बाटो भएपछि बोर पनि लागिहाल्छ, झ्याउ पनि लागिहाल्छ। त्यही भएर घमाउरो यताउति भएपछि अलिकति फ्रेस पनि हुन्छ र चलन पनि राम्रो हुन्छ। अनि कति यो बाटोमा चाहिँ के थियो भन्दाखेरि बाटो धेरै साँघुरो भएको कारणले गर्दा अलिकति टिप्परहरूलाई ओभरटेक गर्न अलिकति गाह्रो हुन्थ्यो र अलिकति अगाडि टिप्पर पऱ्यो अथवा अगाडि केही सानोतिनो बस आयो भनेपछि अलि झ्याउ हुन्थ्यो क्या, तिनको पछाडि गइरहनुपर्ने र अरू ओभरटेक गर्न अलिकति कुनै राम्रो ठाउँदेखि मात्र ओभरटेक गर्ने हुन्थ्यो। र अब मैले यो यात्राको क्रममा चाहिँ एउटा कुरा के चाहिँ भन्दाखेरि कहिले पनि जो घुमाउरो मोड हुन्छ, मोडमा चाहिँ कहिले पनि बसलाई अथवा जुनसुकै गाडीलाई पनि मोडमा चाहिँ कहिले पनि ओभरटेक नगर्ने, किनभने मोडको उतापट्टि के छ के थाहा हुँदैन र दुर्घटना पनि सम्भावना हुन्छ। त्यही भएर सकेसम्म आफ्नो सिधा बाटो छ त्यस्तामा चाहिँ ओभरटेक गर्ने र ओभरटेक गर्दाखेरि चाहिँ हर्न चाहिँ बजाउनु पर्ने रहेछ, नत्र उनीहरूलाई थाहा हुँदैन नि त। अनि कहिलेकाहीँ उनीहरूले अर्को साइडतिर च्यापिदिन सक्छन्, केही हुनसक्छ। र मेरो चाहिँ एउटा सुपथुरी घुम्ने एउटा इच्छा पनि थियो, लाइसेन्स निकालेपछि घुम्ला भन्ने एउटा इच्छा थियो र घुम्यो, धेरै खुसी पनि लाग्यो। बाटो चाहिँ खासै थाहै थिएन कहाँ हो के हो भन्ने कुरा, मान्छेहरूलाई सोध्दै त्यो गर्दै गइयो र धेरै एउटा नयाँ एक्सपिरियन्स अनुभव पनि भयो। शरीर चाहिँ धेरै नै थाकिसकेको थियो, लगातार 8 घन्टाको यात्रा राइडमा थाकि पनि सकेको थियो र मलाई चाहिँ एउटा त्यति चिन्ता थियो कि पानी नपरोस् भन्ने चिन्ता थियो। पानी परेपछि अलिकति रोकिनुपर्छ, झन् समय खराब हुन्छ, झ्याउ पनि हुन्छ भनेर। पानी पनि त्यस्तो त परेन, अलिकति पऱ्यो, लगभग 3-4 मिनट जति पऱ्यो होला। त्यस पछाडि बित्यो। अनि बेला बेलामा परिरहन्थ्यो, अलिकति रेनकोट लगाउने छराउने दिमाग खराब हुन्थ्यो। त्यो बाहेक त धेरै खासै लामो पानी त परेन र म सुपथुरी पुग्दाखेरि पनि त्यस्तो त्यस बेला पानी त परेको थिएन, सफा थियो आकाश। अब यहाँनिर आयो टिप्पर आयो। अब यस्तोमा बाटो देख्यो नि त होइन, बाटो देख्यो। अब मजासँग गर्यो हर्न बजाएर यस्तै रहेछ। र प्रायः जसो टिप्परमा चाहिँ एउटा राम्रो के हुन्छ भन्दाखेरि प्रायः जसो ड्राइभरहरू हुन्छन्, उहाँहरूले चाहिँ लाइट बालिदिनु रहेछ क्या, राइट दायाँपट्टिको लाइट चाहिँ बालिदिनु रहेछ। अनि दायाँपट्टिको लाइट प्लिक इन्डिकेटर बल्यो भने त्यस पछाडि त्यसले चाहिँ जाऊ भनेर सिग्नल हुन्छ। त्यो कुरा चाहिँ मलाई थाहा भएन, भर्खरै थाहा भयो। र अब लेफ्टपट्टिको बालेपछि चाहिँ नजाऊ भनेको रहेछ, तर लेफ्टपट्टि खासै बाल्दैन। त्यो राइटपट्टिको यदि अब उनीहरूलाई थाहा हुन्छ नि त, अगाडि हुन्छ होइन, अनि उनीहरूलाई देखा हुन्छ को छ, को आउँदैछ, के छ, बाटो राम्रो छ के छ भन्ने कुरा। र धेरैले चाहिँ त्यस्तो सहयोग, मतलब टिप्पर ड्राइभर स्पेसल चाहिँ सहयोग गरे जस्तो लाग्छ मलाई भन्नुहुन्छ। यो सुपथुरी मात्र नभएर अरू ठाउँ पनि यात्रा गर्दाखेरि मैले चाहिँ स्वर्गद्वारी अनि उता काँक्रे बिहार अनि उता खैराबाङतिर यात्रा गर्दाखेरि पनि धेरैले त्यस्तै टिप्पर ड्राइभरहरूले चाहिँ सिग्नल दिएको चिनान त्यो देखेर। अनि प्रायः जसो टिप्परहरू चाहिँ बिस्तारै चलाएर आउँछन् र धेरै नजिक पनि नजाने। टिप्परको नजिक आउने फेरि उनीहरूलाई कहिलेकाहीँ ब्रेक लाग्न सक्छ, के हुनसक्छ, अनि टाढै धेरै चाहिँ गर्नुपर्ने रहेछ। त्यो नभएर सबै गाडीहरूको चाहिँ लुट चाहिँ बनाइराख्नुपर्ने रहेछ। अनि त्यो चाहिँ सिक्यो। अब मौसम पनि धेरै राम्रो थियो, मलाई धेरै मन पनि पऱ्यो मौसम। यस्तो खासै गर्मी पनि थिएन, शीतल थियो। र प्रायः अर्खासतिर प्युठानतिर चाहिँ शीतल हुने चाहिँ माथि पाहाड भएर पनि होला शीतल बस्नु लायकको ठाउँ। हामीलाई धेरै गर्मी हुन्छ, त्यस्तो गर्मी नै धेरै राम्रो हो, शीतल हावा हुने। र मैले चाहिँ बेला बेलामा बाइकलाई चाहिँ अलिकति विश्राम भए पनि दिन्थ्यो। अब धेरै लामो स्प्लेन्डर पाएको अलि धेरै लामो चलाइरहेपछि 2 घन्टासम्म चलाएपछि अनि ब्रेक दिने, अलिकति इन्जिनलाई अलिकति चिसाउने, अलिकति त्यसलाई पनि आराम दिनु पऱ्यो।
रोडले, त्यही कारणले पनि हल्का ढिलो भयो। अब अनि कियावाला कस्तो भन्दा नि कियावालाले यस्तो स्पिडमा चलाएको हुन्छन्, त्यहाँदेखि छक्क पाउँछ कियावाला। तोप गोली हाने हुन्छ कियावाला, अनि कोही ओभरटेक गरेर यति हतार हुन्छ यिनीहरूलाई। कियावाला बसवाला पनि साइडै दिएनन्। अब सबैलाई हतार त हुन्छ जाने, त्यो त हो। अब मैले पनि भने त कहिले के हुन्छ भन्दाखेरि यो ओभरटेक गर्नै सक्दैन क्या, इन्डिसन भयो गर्ने कि अब अलिकति डर पनि लाग्छ होइन, अलिकति केही भयो होला यताउति। राम्रो बाटो अब त्यति सानो बाटो यहाँबाट क्यामेरा हेर्दाखेरि ठुलो मान्ने होला, त्यहाँभित्र त सानो हुन्छ, छोटो कस्तो सानो बाटो, त्यही सानो बाटो अनि सानो हुन्छ। अब मोडमा गर्नु भएन, मलाई पनि केही हतार थिएन, त्यो बिस्तारै बिस्तारै लग्दै गयो। अब तर मलाई चाहिँ त्यो जङ्गल चाहिँ धेरै ठुलो लाग्यो, घर खाँचेको त्यसको ठुलो मतलब मान्ने क्या चलाउँदाखेरि थाक्यो पनि होला सायद, तर ठाउँ चाहिँ लाइकको राम्रो रहेछ ठाउँ चाहिँ, बार्जो थियो मुखैरामा पनि गएको, खैरामा पनि खतम थियो बाटो, धेरै राम्रो बाटो। पिच छ एटलिस्ट, सानो भए पनि के भन्छ पिच त छ नि त कमसेकम, कद्राङ उद्राङ गर्दैन, धुलो धाइरो छैन, धेरै राम्रो। अब बोल्नु पऱ्यो बाध्यता भयो, पहिला बोल्दैन थिएँ लाज लाग्थ्यो, अब भ्युज आएन, भ्युज भन्दा पनि अब मलाई त्यस्तो भ्युजको त आशा त छैन, त्यही नै आफ्नो मेरो हबी भएको कारणले अलिकति मलाई मेरो रुचि छ यसमा चाहिँ, त्यही भएर चाहिँ गरे। त्यही पनि बोल्दैन त अलिअलि के हुन्छ बोल्दैन भनेर आज चाहिँ बोलेवाला भिडियो गरेँ। अब चाहिँ सायद बोलेवाला गराउँछु होला, कुनै कुरा सुरुबाट गर्दा गाह्रो लाग्छ, गरिसकेपछि भानु परिहाल्छ, त्यही भएर सायद गर्छु होला बोलेको ढाल्छु होला। म चाहिँ अब सुपा खोला पुल भन्नेमा, पुल चाहिँ अलिकति सानै रहेछ, ठिकै छ केही छैन। यहाँ अलिअलि बिचमा चाहिँ अलिकति गाउँ बस्ती बिचमा चाहिँ थियो। अब मैले चाहिँ बिचमा अलिकति बाइक रोकेको त्यो देखायो होइन, किन भन्दाखेरि अलिकति फोटोसोटो खिच्नु पऱ्यो, थम्बनेलमा हाल्नु पऱ्यो भनेर। अनि यो चाहिँ अर्को भिडियो है, तर अलिकति बिचमा कटाएको छ, बासमा लामो भयो नि त, दिन आधा घन्टाको भयो नि त, त्यही भएर कटाउँदै अलिअलि गर्दै हाल्ने, त्यही भएर अलिकति अर्कै जस्तो मान्ने होला, तर त्यही हो। अनि अब अरू यतातिर अलिअलि गाउँ आउँदा जस्तो माने, त अलिअलि गाउँ रहेछ नि त, टिप्पर भाँच्नु टिप्पर यार, टिप्पर धेरै टिप्पर हाइसले त राजा गरेर जाने। अनि अरू त रुख बिरुवाहरू हरियाली चाहिँ रहेछ, मौसम ठिकै थियो, न जाडो न गर्मी, ठिकै थियो। अनि मान्छेहरू चाहिँ सदाले त्यस्तो थिएनन्, सायद म कुन बार गएँ मैले पनि बिर्सेँ यार, सोमबार मङ्गलबार गयो सायद, त्यही भएर भिड थिएन। शनिबारतिर धेरै भिड हुने रहेछ, शनिबार आइतबारतिर होला सायद, शनिबारतिर हुन्छ होला धेरै भिड, किन भन्दाखेरि सबैको बिदा हुन्छ, मान्छेहरू यसो घुम्न सुम्न आउने रहेछन्।
अनि म मङ्गलबार गएको कारणले अलिकति अफ डे भएको कारणले सबै ड्युटीमा भएको कारणले त्यो भेट खासै थिएन। अलिअलि थियो मान्छेहरू। पनि म एकछिन रोकेँ जस्तो लाग्छ मलाई। यहाँनिर पनि मैले रोकेँ। अनि त्यस पछाडि अब त्यो हेलमेटमा बस्नु त गोप्रो भन्ने त्यो हेलमेटमा त्यो मोबाइल हाल्नु पर्छ बास्पी गोरुको भन्छ क्या गोरुको भइहाल्छ अनि त्यही भएर एकछिन टाउको पनि पसिना भइहाल्छ। त्यही भएर एकछिन विश्राम टाउकोलाई अलिकति एकछिन आराम दिने भनेर एकछिन त्यहाँनिर विश्राम गऱ्यौँ। अनि पहाड मलाई धेरै मन पऱ्यो। किन भन्दाखेरि पहाड मलाई खतरा लाग्यो। न रुख छ न केही छ, ढुङ्गावाला मात्रै ढुङ्गासँग पहाड त्यस्तै पहाड भन्दा नि उता खतरावाला सबै ढुङ्गा मात्रै। पहाडै रहन्छ वास्तवमा ढुङ्गा रहेछ ढुङ्गामा फल्यो रुख उम्रा जग्गा। अनि सुब्बा देवालीको त्यो मन्दिरको उतापट्टिको पहाड पनि मलाई खतरा लाग्यो। त्यो एकछिन बस्नु त साइड झन् के त्यस्तो पहाड त मैले देखेँ तर त्योमा अब रुखसुख भएको त्यस्तो त्यो पुरै चट्टानै पुरै चट्टान। त्यो पहाडलाई फुटाइले पनि त्यो त चट्टान मात्रै निक्लिन्छ भने पत्थर मात्रै निक्लिन्छ। खतरा पहाड चाहिँ त्यो मलाई चाहिँ खतरा लाग्यो। पहाड मन्दिर ठ्याक्क मन्दिरको उतापट्टि पहाड चाहिँ कस्तो आनन्द आउनु जस्तो बस्ने भने उता पहाड चाहिँ हेर्नु। अब चाहिँ देउराली भन्ने ठ्याक्कै यो आइपुग्यौँ। यतातिर होटल यताउति व्यवसाय चाहिँ छ मान्छेहरूको। पहाड त खतरा लाग्यो दामी छ। ल फाइनली चाहिँ म सुपारीको प्रवेशद्वार अथवा गेटतर्फ बढ्न लागिसकेको छु। अनि यता चाहिँ भिडियो पहिला यहाँसम्म मात्रै बन्यो। भित्रमा गएको भिडियो बनाउनु भने अन्त के भयो मोबाइलमा धेरै डाटा स्पेस नभएर बिग्रेको। अनि फेरि पछि आएर फेरि गराम। अनि मन्दिर धेरै राम्रो छ। मलाई पहाड पनि धेरै राम्रो लाग्यो। मन्दिर मतलब कि मूर्ति एउटा आस्था एउटा हाम्रो शक्तिपीठ र धेरै महान प्रसिद्ध मान्छेहरू पनि यता आउँदैछन्। आज चाहिँ अलिकति सुनसान थियो, धेरै थिएनन् र म चाहिँ करिब 1 घन्टा जति बस्यौँ यहाँ। अनि फेरि फर्क्यौँ, फेरि घर आयो। लगभग 8 घन्टा फेरि चलायो बाइक। अनि फेरि घर आयो। अब घर आउँदा रात परेको त्यही भएर बनाएन ब्लग, चार्ज पनि धेरै थिएन। यदि मासुमा के रहेछ त भन्ने हेर्न क्या मासुमा अलिअलि गयौँ। अनि त्यस पछाडि एउटा पुल पनि छ भन्थ्यो, पुलमा चढ्ने भन्थ्यो। पुलमा के चढ्ने ढिलो भइहाल्छ भनेर चढेन। अरू यता मासुमा के होला भने त पहाडै पहाड रहेछ, धेरै त्यस्तो त रहन्छ। अनि
त्यो पर एउटा गुफा जस्तो चाहिँ रहेछ।